हेलो एभ्रिवान ल आज चाहिँ हामी नेपालबाट फुपू र मामा चाहिँ भर्खर नेपाल भ्रमणबाट आउनु भएको। यहाँ चाहिँ अब नेपालदेखिको सामान छ है, सबै हिडन छ है। अहिले चाहिँ हामी चाहिँ अब अनबक्सिङ गर्दै है। फुपूले के ल्याएको छ यो बक्सबाट के छ पहिला त्यो देखाइदियो, यो देखाइदियो हाम्रो पहिला यो बाबुलाई गिफ्ट रे। यो चाहिँ पुम्दी कोटको यो चाहिँ बाजेले किनेको। अनि यो पनि बाजेले किनेको बिचारा यो आफै एक्लै डुलेर गएर सदबिकलाई ल्याइदिएछु है भनेर यो ल्याएको है सदबिकलाई। तर हामीले फेरि कति त्यो नेपालको मात्रै भएको लाने भनेर अनि सुगन्ध र मैले यो यो ल्याइदिउँ भनेर यो अझै पनि छ अझै। ओ गर्छ न यो लुक नौलो देख्छ के यस्तो ल्याइदिउँ भनेर अनि यो ल्याइदिएको। यो सदबिकको है नयाँ खालको रहेछ यस्तो लागेन नि, लगाएको थिएन नि यस्तो। अझै छ दुईटा ढाकाको यो अनि यो गरे यो चाहिँ यो चाहिँ नेपाल आर्ट रे। अहिले पछि लास्टमा अनबक्सिङ गर्नु पर्ला। यो चाहिँ एकदम मजाले र्याप गरेको रहेछ है। यसपछि बाबुले खोल्न लाउनु पर्यो। अनि यो चाहिँ झिलिङ्गा। ओ माय गॉड के छ भाइ यहाँ झिलिङ्गा। अनि यो त यो सुकमेल त नगरौँ, सुकमेल पनि नेपालदेखि गयो अर्ग्यानिक। ए ल यो कोकलाई थाहा छ है। यो चाहिँ जोमसोमको लसुन छोप है। अनि बिचारा यो उसले द्रौपदीले बनाइदिएको यो झिङ्गा है। यो फेरि घरमै बनाएको ल एकदम थ्याङ्क यू छ है द्रौपदीलाई। थ्याङ्क यू है सरितालाई र द्रौपदीलाई। सरिता दिदी र मेरो भान्जी। यो बिचारा आरतीले यो बिचाराले यो पानीपुरी लैजानु न मलाई पठाइदिएको क्या। पानीपुरी बनाउने है यो तेलमा फ्राई गरेर। यो चाहिँ मैले किनेर ल्याएको है। यहाँ उड्छ भनेर मामालाई भात भटिदिनु नेपालदेखि फुटेको आउँछ नि भाइ। यहाँ डब्बामा हालेर ल्याएको झेलिङ्गा है। झेलिङ्गा भन्छ यो चाहिँ नेपालमा। मामालाई फेरि रङ्गी मन पर्दैन अनि यस्तो सेट अलिअलि चाख्नलाई। अब धेरै त छैन अलिअलि। हामी चाहिँ गोर्खा गएको थियो केही किन्नै परेन कि सबै यहाँ नेपालदेखि आउनु लाग्छ। ल यो यहाँ यता राख्दिउँ साइडमा राख्दिउँ। ल ल है ल यो चाहिँ हेरौँ है। यो चाहिँ नेपालको आर्ट। कति 20 दिन जस्तो लागेर बनाएको रे कि। आम्मामामा पक्का उसमा हो नि यो फेरि उल्टो भयो। ठुलै छ। ल यो चाहिँ हाम्रो सिडिङको लागि सुगन्धले चुज गरिदिएको है। वाउ दामी छ नि त। आम्मामा है खतरा आयो है। ल थ्याङ्क यू एकदम राम्रो रहेछ है यो। ओम प्रकाश लेखेर छ ठुलो रहेछ है। आम्मामा हामीलाई ल्याउनु पर्ने एउटा भनेको वही प्याक गरिदिएको हो क्या। ठुलो रहेछ। अनि कता गयो यो चाहिँ यो पनि देखाइहालौँ न। यो पुरानो यिनीहरूको बच्चा हुँदाखेरिको पुरानो यो लक्ष्मी दालमोट हो क्या। लक्ष्मी दालमोट रे। दालमोट त यहाँ धेरै किसिमको पाउँछ है बिकाजी केटीहरू। तर यस्तो पाउँदैन क्या यो लक्ष्मी दालमोट। लक्ष्मी दालमोट ब्रान्ड हो कि यो एकदम पुरानो। यिनीहरूको बच्चा हुँदाखेरि कुराहरू खाने उयो गर्ने कि एकदमै दालमोट हो तिमीले। अनि यो बिस्तारै यो चाहिँ मैले चाहिँ स्पेसली नेपालबाटै मगाएको प्रन क्र्याकर है। अनि यो चाहिँ भैरव है। यो पनि पुरानो दालमोट हो। भैरव नेपाली ऊ हो कि भैरव दालमोट है गाइस। को कुरा थाहा छ यो त मैले कतिवटा पनि ल्याएँ तपाईँ आमा अन्त नि प्रन क्र्याकर टन्नै रहेछ। मिठो हुन्छ कि नेपालको प्रन क्र्याकर है यहाँको भन्दा। आमामा टन्नै रहेछ। यो पनि त्यही ऊ हो फुपूको भएको। एउटा फुपूलाई एउटा के हुँदैछ सरिताले बनाइदिएको यो। ए यो झिलिङ्गा रहेछ। यो बिचारा सुर्खेतको फुपूले ल्याइदिनु भएको यो गेरागुडी। दालमोट मैले थुप्रै ल्याएको छु। आमामामा दालमोट त टन्नै रहेछ है साथीहरू। अनि यो चाहिँ ऊ हो क्या सरता दिदीले एउटा तँलाई अनि एउटा मलाई उसको तर्फबाट धुप बाल्ने गिफ्ट। ए सरता दिदीले किनिदिएको कि यो चाहिँ राम्रो छ। के हो यो? ए यसको चिम्टा
यो पछि बालेर मात्रै थाहा हुन्छ के यो राम्रो छ यो अहिले यस्तो निस्के रहेछ के ए इलेक्ट्रिक कि ब्याट्री हो ब्याट्री यो ए धुपै राखेर बाल्ने पछि सिकामला के यो ओ धुप बाल्ने वाउ डिफ्युजर जस्तै हुन्छ नि ए बास्ना पूजाबत्तीको धुप हुन्छ यो त मैले देखेको छैन त हो ए पूजाबत्तीकै बाटेको त्यही त धुप नयाँ डिजाइन यो रहेछ बाटेको धुप निकालेर हाले नि हुन्छ अथवा यहाँ किन्न नि पाउँछ होला तर मैले धुप चाहिँ ल्याएन के यो भित्र हाल्यो भने यिनीहरू चाहिँ दारु पन्नेहरू सफा गर्नेहरू केहरू हो के है यो सरदा दिदीले आफूलाई एउटा मलाई एउटा गिफ्ट दिएको थ्याङ्क यू सरदा दिदी माइतीलाई त मैले वहीँ पर्दैन भनेको थिएँ अनि यसलाई जानु न माइजू हाम्रो तर्फबाट भनेर अनि मेरो तर्फबाट भनेर यो त यहाँ पनि आएको थिएन हो देखेन यस्तो स्टाइल त यो है मेरो पनि छ यस्तै एउटा ल हाल त यहाँ किनोरको यो राम्रो पछि सिकाइदिन्छु कि म चार्जरवाला तपाईँ ट्राई गर्छु क्या हामी त वहीँ गरेर आउन त यो ढुङ्ग्री यो कसले हो यो हालिदिएको के कसले पो हो भाइ यो कुमारीले हो कि कसले हो यो हालिदिएको ढुङ्ग्री नेपालको ढुङ्ग्री अनि यो चाहिँ मैले ल्याएको है यो घरलाई भनेर यो चाहिँ गाडीहरूमा चाहिन्छ कि भनेर यो प्रेयर्सको पनि लागि खालको मन्त्राएर ल्याउनु पर्ने नै रहेछ तर ठिकै छ यो त प्रेयर चाहिँ हो नि प्रेयर्स फ्ल्याग है ओम माने पद्मे ओमको आमामा टन्ने तिमीलाई रोटी पोल्ने करे यहाँ रोटी पोल्न सिक्नु पर्यो है गाइजहरू अब आफ्नो घरमा छ भने चाहिँ ल्याइदेऊ त भन्न पर्दैन ल कसलाई ओ माइ गॉड है ल अनबक्सिङ गरिहाल्नु भयो ल थ्याङ्क यू सो मच फुपू ल अब रोटी मेरो हातको रोटी पक्का फलाम होइन फलाम ए ल सानो क्युट खालको अन्त हिँडेको यो चिटीको परेर चाहिँ भाडा यस्तै हो है यही हो नि त मेरो त डन्डावाला छ कि यस्तो वाला अनि यो पनि खोइ कुमारी दिदीले हालिदियो कि कुमारी दिदीले होला यो हालिदिएको बिचारा हेभी रहेछ पाउनु यो छोरा दिदीको पार्छ होला है अब यो कति सस्तो हुने रहेछ कि उहाँ यो मैले यहाँ लगाउँछ नि त रङ यो ए उहाँ हेर न कतिमा यहाँ अब एउटा किने पनि 8 पाउन्ड भन्छ गार्नियरको ल्याएको के हो यो चाहिँ है नेपालको अनि उसले ल्याउनु भएको रे मेहन्दी पाउन त जेसुकै पाउँछ है यहाँ मिट मसला सिट मसला होइन पनि हाल्नु ल्याएको हामीले यो दुई घरलाई मोमो मसला मिट मसलाहरू एमडिएच को है यो यो भयो है मेरो हो कि यिनीहरू यो गाडीहरूको मैले थुप्रै ल्याएको छु यो मलाई चाहिरहेको छ यो अनि के हो यत्रो यो के आमामामामा ल गाइजहरु है ल्याएको कि यो देख्नु भयो होला यहाँ फोटोबाट ओहो कता हो एउटा मात्रै खोल्नु पर्ला है निकाल्नु सानो यो निकाल्नु चाहिँ एउटा न यस्तो छ है गाइज ड्रइङहरु अहिले चाहिँ यसको इलेक्ट्रिक चल्छ के फ्री भने ल अनबक्सिङ गरे यो ओ ल एउटा तिमीलाई एउटा ल इलेक्ट्रिक रे ल डेमो पनि रहेछ ल भजन नि आउँछ अझै ओ माने पेमे नि आउँछ यूएसबी ब्याट्री वाला रहेछ चार्ज भइराखेको थियो होला नि त त्यही हो के नाइस है भजन नि आउँछ यहाँ आउँछ नि भजन नि छ लामाहरूको भजन छ के यूएसबी छ के यूएसबी पोर्ट रहेछ सानो लक यहाँ हुनुपर्ने हो यहाँ कता के यहाँ रहेछ हाला त अलि होला है फेरि कता छ यतै पछि उस गरे नि हुन्छ अहिले चाहिँ त्यो म्युजिकको लागि डेमो देखाइदिउँ न म्युजिक रे अन अफ छ होला ए होला ल ओ माय गॉड ए आफूले गीत हाले नि हुन्छ रे के यो यूएसबी मा हैन सानो दुईटा ल्याएको कि यो ओ मलाई नि रहरलाई दामी रहेछ है बाबा यी बाबा नो इट्स गॉड गॉड को प्रेयर हो यो गड हो बाबा प्लिज ल लो के हो काकातिर जाऊ यहाँ राख्दियो ल काका यहाँ भित्र बक्स भित्र राख गाइज अनदर वान फर सदबेक है ओ कस्तो मिठो यार है पिंक दुईटा ल्याइदिन्छु एउटा सानो एउटा ठुलो हुन्छ भनेर कि यो 26 साइज रहेछ ए ल टोपी पनि छ यस्तो लाको छैन यो मेरो ढाका प्रिन्टको बाबुलाई रे यो चाहिँ खोज्दै हिँडेको नि म। ल राम्रो लाग्यो कलर है यो चाहिँ मेरो हो ढाकाको यो त मेरो गुरुङ ड्रेसको सल हो कि ए यो नदेखाएर खानु ल अब अर्को अनबक्सिङ गर हाम्रो नेपालमा त यस्तै होला जस्तो है फेरि अब फुटालो बाबासँग हाल
म त फेरि हिँडै गर्छु नि यसमा त फेरि खोज्दै राम्रो लाग्यो मलाई यार राम्रो है न्यानो छ क्या एकताल भएर अर्को पनि छ ए त्यो ठुलो र सानो भयो पहिला ल्याएको अलिक ठुलो जस्तो लाग्यो अनि बिचरा ठुलो त फेरि ठुलो भयो भने त लाउनु पाएन अब त दसैँमा लाउनु पर्यो नि होइन त्यही त भनेर के यिनीहरू गाभा है गाभा के छ यो खोइ यो तानम त यो बिचरा मेरो दिदीले उहाँ सुर्खेतबाट बोकेको राजमा जुम्लाको सिमी हो यो ल गाइस अर्को बक्स पनि यहाँ डङ्गै रहेछ है ओपन गर्दै यो चाहिँ मेरो बिचरा कुमारी छोरीले बनाइदिएको गाभा हो है गाभा सुकेको गाभा अल द वे फ्रम नेपाल अर्ग्यानिक रे ए थ्याङ्क यू बाबु यो के हो माला ए उसलाई त एकदम रहर गर्छ हो ऊ त आफै गरेर किनेको बिचरा खोइ मन्त्र रहेछ तेरो झन्डा त यो है त्यो झन्डा त मेरो हो तेरो झन्डा त यो ए यो तेरो झन्डा त त्यो त मैले एयरपोर्टमा किनेको हामीले झन्डा पनि मगाएको थियो कि यो यहाँ फेरि तितौरा बाबुलाई ओहो ल गाइस कोकोलाई तितौरा मन पर्छ ए ल ल ल ल ल ल अझै छ यो त बिचरा भान्जीले दिएको है कविता भान्जीले तपाईँ मिठो त माइदु यो भन्दै थियो अझ होइन यो त कहिले देखेन त हो स्टाइलकै स्टाइल कविताले दिएको हो त्यो ल यो चाहिँ हेर न, गाइजहरु कुमारीले बनाइदिएको यो माउहरू रहेछ यहाँ न्युरो यहाँ चाहिँ न्युरो रे अनि मजाले बिचारा सिलाएर राखेको मैले रहेछ सिलाएको होइन बिचरा उसले सिरातको बुढीले सिलाइदिएको छ ओ बिचारा अनि यो हो के कोइराला 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 फुल कोइराला सुकाएको के कोइराला ओ हो के ओ माय गॉड अनि यो चाहिँ कोइराला फुल गुन्द्रुक छ नयाँ गुन्द्रुक हो यो यो गुन्द्रुक रे गुन्द्रुक अनि यो पनि त्यही लामाको जस्तो मैले एउटा मात्रै ल्याएँ कि यो कति नै हो के यो डिजाइन त राम्रो रहेछ त यस्तो छ है डिजाइन चाहिँ बिचरा हाम्रो दिदीले उहाँ सुर्खेतबाट बनाएर ल्याइदिएको हेर न मसौरा ए तिल पनि रहेछ तिल त मैले किनेको मसौरा दिदीले ए बनाएको ल अर्ग्यानिक मसौरा यो जम्मै के छ कि यहाँ आमा हामीले सानोमा बाको हो कि यो खान्थ्यो कि यो दिदीले ल्याइदिएको सुर्खेतबाट सुर्खेतको यो अनि मैले सानोमा हामीले त्यसरी त्यो खटाई खान्थ्यो नि त है खटाई नपाएर बिचरा आँप ल्याएर त्यहाँ सुकाएर बनाइदिएको कि यो आँपको यो यो आँपको हो अनि यो चाहिँ तरकारी खाने हो कि अचार होइन यो अचार सचार खाने अनि यो चाहिँ कुमारी दिदीले बनाइदिएको पिनालु ल कोकोलाई थाहा छ गाइस यो त मैले फर्स्ट टाइम देखेँ आँपको रे अचार सुकेको आँपको अचार रे न्युरै हो यो पनि यहाँ न्युरो छ न्युरो यो पनि ठुलो मम्मीले ल्याइदिएको सिबी हो सिबी मलाई किनेको चाहिँ उहाँको कढाई मन परेर ए राम्रो रहेछ है क्युट हालको रहेछ त फुटुरा कम्पनी ल अब यो खोल त के हो गिफ्ट हामीलाई रे यस्तै त चिज हुन्छ त नेपालको चक्कुली खायो बाबु च्याद्यो कसैको रहेछ हौ के हो कदे होइन करा त पानस होइन पानस त ल्याएन हल्का खानु त पानस त ल्याएन यो पालि हो हुन्छ यो हेर न यो ए ओ माय गॉड यो धुप्लो वाउ राम्रो छ ए र पनि छ नेपालमै राम्रै भएन नि त बुद्ध भगवान छ भित्रै ओ अडाउँछ यहाँ मजाको हुँदैछ त्यहाँ धुपहरू धुपर राख्नको यहाँ अनि छोप्यो बाँडेको धुप बाल्ने पनि रहेछ क्या फेरि यहाँ झुडाउने बाँडेको धुप क्या मलाई नि ल्याएको एउटा आफूलाई एउटा मलाई एउटा त्यो चाहिँ धुप राख्ने यस्तै खोज्दै थिएँ हामी त यो पनि लिएर आएको के त्यो चाहिँ ए खाम खाम त यहाँ चाहिन्छ है मजाको रहेछ है यही किन्दा म कति दिन हिँडेको त्यो पनि मेरै हो ल ओहो ल कोकोलाई मनपर्छ यो लखमरी पक्का न्युरोको न्यू रेडकै है अन्त डुप्लिकेट पाउनु रहेछ कि यो डुप्लिकेट मिठो हुँदा ल लखमरी गाइज यो चाहिँ बिचरा यो नरम खाले हो कि यो ए अन्त यो पनि ल्याएको थियो कति त्यो राम्रो हुन्छ है अन्त नि तपाईँको त्यो धुवा आउने फेरि ल्याइदिनु जस्तो लाग्छ तिमीहरूलाई नि भयो तिमीहरूले यो त युज गरेर हेर्न न त्यस्तो पाउँछ यस्तो भने ओ यस्तो त गर्दैन कविताले दिएको थियो अन्त दिएको
यो दुब्बा न्युरोडको लखमरी यो सबै ठुलो यो सबै ठुलो मैले दिएको गेरी कि बिचारा यस्तो बोकेर ल्याएको बिचारा अँ, कति मलाई त फेभरेटै हो झन् के यो पनि खाएको हो अनि यो चाहिँ त्यो मोमोको उ के त्यो तेल नलाउनु पर्ने कि त्यो के पेपर? भन्छ त्यहाँ, नटासोस् पेपर। भनेर अनि यो चाहिँ कसले हो जाली जस्तो होला बिचारा आरतीले होला कि यो झिलिङ्गे यो हाल्ने रहेछ झिलिङ्गे। कि, माया लाग्यो कि यो के हो यो कस्तो सानो सानो यहाँ त ऊ सानो सानो झिलिङ्गे नि रहेछ दाल हालेको र? दाल होइन यहाँ पनि रहेछ त दाल होइन यहाँ राखिदिएको हो मैले के हो यो सुटकेस खाली गरेँ नि यो त्यसरी। कालो दाल हो के त्यो पनि कालो दाल कहाँ कुमारीले बनाएको? आम्मामामामामा यो चाहिँ कालो दाल है यो चाहिँ अर्ग्यानिक दाल गाउँको यो गाउँको पक्का प्योर आम्मामामा मेरो वेट धेरै के हो? नै निक्ल्यो। यो खै जिम्मु सिम्मु के होला यो यहाँ त दुईटा मगाएको थियो मगाएन त्यसको ढकनी हो ए स्कुटीको ढकनी हो ढकनी नै हुन्छ ए यो हो के टिमुरहरू जिम्मुहरू हो यो म त के गर्नु भनेर अघि नै देखाइसक्नु भयो तर यहाँ हेर न यो डालो डालो थियो कालो आइपुग्दैन भनेको होइन यो पापड त्यही त डालो त आइपुग्ने रहेछ त Oh my God, ल नेपालको पापड है यो सबै बेसारो बिचाले पहिलो पहिलो पापड होइन कालो नि नेपालबाट कसरी ल्याउने भनेर ओ ल पशुपतिको पापड डालो सुटकेसमै अड्ने रहेछ त मजा त्यही त यो चाहिँ अरे योभन्दा ठुलो छ नि उता त यो चाहिँ रोटी राख्ने भनेर के गर्न ल्याउने यो मैले यो खास मेरो लागि ल्याएको हो आफूलाई यहीँ घरमै छ कि नचलाएको यो यस्तो ए के, यहाँ छ कि अनि त्यो फुपूले पनि दिएको। मोती एउटा। बल्ली खालको है यो देखाइदेऊ न यही भन्दा आफूलाई भनौँ न यो त्यही त सेमै हो यो यही देखाउँ न निकालेर देखाउँ न निकालेर महँगो हुन्छ नि यहाँ यो एउटा यो मेरो हो कि सदा दिने त्यो अघिको बान्ने हो। सेम सेम हो। यो चाहिँ कति हो यो यो चाहिँ हेभी हालको रहेछ है ए बेसारो यो हेभी देखेको कि ओ यो चाहिँ ठाडो बत्ती जस्तो भयो त है टाढोपट्टि बल्छ होला। ल गाइज हेल्थ एन्ड सेफ्टी वाइज अन्त हेल्थ एन्ड सेफ्टी वाइज घरमा होइन यतिकै छोडेर जानु मिल्यो है ल सानो यो उता चार्जर अन्त चार्जवाला रहेछ है ब्याट्री पनि होइन नक्सामा चार्जवाला गएको होइन नेपालको है ल, यो नक्सामा म्याप अब स्टडी रुमहरूमा टाल्ने बाबुलाई पछि रुम बनायो भने कि ठुलो झन्डा नि ल्याएको नचलाएको छ। ल्याएन होला ठुलो झन्डा त ल्याएन ल्याएन है। त्यही सानो झन्डा मात्रै हो त्यो फर्स्ट पोस्टरवाला म्याप पनि यसमा झन् यो चाहिँ- डिटेलमा छ भाइ ए ल सद्बिला देखाउनको लागि पनि हो यो नेपालको है, नेपालको नक्सा टाउनहरू सबै देख्छ उसको रुममा टालिदिने भनेर अरे चिन्छ नि आँखा देख्नेले त सानोले त नेपालको म्याप हाम्रो रुट त भुल्नु भएन नि त है गाइजहरू हाम्रो रुट यहीँको हो नेपाल उसलाई देखाउनु मन लाग्यो के प्रोभिन्सहरू अँ। सबै छुट्टा ल यो 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 तिम्रो हो है यो ए थ्याङ्क यू मेरो कुर्ता म चाहिँ किन्दै परेँ अहिलेसम्म किनेन मैले चाहिँ यहाँ चाहिँ उसले त अहिले यो चुन्नी नगर्ने चलेखेर के त्यो हो 38 साइजको दिए भने थियो के अरे है सेम मेरो छ कि एउटा चुन्नी नगर्ने के राम्रो छ शीतल खाले हुन्छ कि हुन्न भाइ हुन्छ होला हुन्छ हुन्छ होला 38 मिडियमै लेखेको छ मिडियम लेखेछ होइन अनि यो चाहिँ अलि अलि ठुलै छ है भित्रबाट मार्ने चाहिँ यो देखाएको दुईटा? अँ। राम्रो छ नि यो शीतल ए यो चुज गरिदिनु हो अर्को त साइजै थिएन त्यो पिङ्क कलरको राम्रै छ यो कलर पनि तपाईँलाई लगाएको छैन लगाएको मैले यो कलर गाइस कुर्ता अम्ब्रेला स्टाइल लगाएको छैन मैले यो कलर लाएको छैन है मैले यो कलर यो चाहिँ अर्गन्जा चुन्नी भन्दो रहेछ कि यसलाई ए चुन्नी चाहिँ अर्ग्यान्जावाला हो जाली जालीवाला होइन अँ, जालीवाला। यो चाहिँ अर्ग्यान्जा चुन्नी रहेछ है योसँग यो चाहिँ मेरै हो। पुरानो कपडा छ पुरानो ल गाइस यो बिचारा फुपू बितेर गयो फुपूले बनाइराखेको अमला हो कि यो अनि मलाई सिसमले ल्याइदिए रहेछ कि। ठुलो फुपूले अँ, ठुलो फुपूले बनाएको यो। सुकाएको अमला हो कि अनि यो चाहिँ मलाई यो पनि फुपूले बनाएको म चाहिँ चाखे यो अमला कि ए नेपालमा फुपूले बनाएर राखेको रहेछ कि बिचारा सुकाएर भन न त्यहाँ ल्याइदिएको। ठुलोफुपूले बनाएर राखिदिनु भएको छ हामीलाई उम्। अब खाइन्छ यहाँ यो चाहिँ बिचारा मलाई अनिताले के माइजूलाई सानो गीत भनेर छोडिराखेको रहेछ कि यो ए सर्ट खानु रहेछ अनिता भान्जीले के बिचारा त्यही हो। ल, अर्को सुटकेसले अब यो मेरो कुर्ता के देखा नि यो सेम हो कि उ त्यो रातो राम्रो छ अर्को पनि ल्याएको मैले अनि त्यही त उता कलर यो कलर अझै राम्रो नरहेछ झन् अर्को राम्रो छ त्यो पिङ्क रहेछ होइन उतापट्टि त्यही त लहरको ब्याग यो थर्ड काठको ब्याग हाम्रो थर्ड ब्याग कस्तो हटकेस वाउ नेपालको हटकेस भनेर मोमोहरू ल्याएको राख्ने हटकेस है क्या
मोमो अनि कहिलेकाहीँ पोक बेलीहरू तातो हुन्छ कि हुन्न भनेर लैदिन्छ नि भनेर मारी कताबाट किन्नुभयो भाटबाट ए नेपालको हटकेस पनि आइपुग्यो है यहाँ के खाँदैन के भित्र अझै रहेछ सामानहरू त ओ थ्यांक यू नेपाली चिप्स भाइ छिरेछ त ल्याएको नि फुट्छ भनेर त्यसमा हालेर खाएकोले कस्तो लाग्यो टेस्ट पाटनबाटै त्यो फ्रेस बेच्ने ओ माय गॉड हजुर बाबुलाई एउटा नेपालको Listen, we are making video. Look, from Nepal. अनि त्यो हटकेस भयो अर्को पनि खोल्दै यो गर्यो नेपालको अर्ग्यानिक पाटनको रे बजारै भएछ भाइ एउटा सानो लोकल चिप्स है गाइस ओ माय गॉड लगाएर हेरेको सिम्पल यो चाहिँ त्यो ट्राउजर उ छ होला छोटो 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 गरेर लाउने अनि पाइप थोरै पाइप खाले अनि चुन्ने ओर्न गर्नु के यो ओ ल यो ट्राई गरे आफुले यो इन त बसमा खाएको कुन हो ए जहाजमा म चाहिँ एकदम खान मन लाग्थ्यो है यो मैले विचार गर्न ल्याएको के हटकेस दुईटा पखेटाहरू मासुहरू हाल्नलाई बन्च भन्ने चक्लेट हेर त आएन त ल यो खोला त यो लुदा चाहिँ मैले वहाँ गुम्बामा मन्त्राएर ल्याएको है यो ल फेरि लुदा उता गुम्बाबाट मन्त्र गरेर ल्याउनु भएको रे यहाँ चामल पनि छ अरे लामाले फुक्दिएको यो चाहिँ घरमा राख्दै हुन्छ भनेर त्यो सानो फुक्ने बेसी गयो कि यहाँ अर्को डालो फेरि आ क्या क्यूट ल नेपालदेखिको डालो है कति सस्तो 600 को जम्मा अपे झन् यो बलियो छ ओ वहाँ उसमा किनेको के अरे कस्तो नाम बगरमा किनेको यो बगरतिर भित्र ओ माय गॉड अल मसला थरी थरीको छ यहाँ यो आमा तिलको रे त खाएन तिल टिमुर रे त छ त्यो नि तिल टिमुर अचारको आमाको अचार कोही सुगन्धले किनेको कोही मैले किनेको एकैचोटी याद न मेथीको छोप रे मिठो छ त्यो नि करेला पनि छ हौ बाडेर खाने हो के सबै यो मेथीको छोप हाम्रो त हैन कति बलियो छ यो टिमुरको त झन् त बलियो रहेछ है नेपालको नेपालको पफ अरे किन लाउ न यो अन्त खान्छ ओरिजिनल पफ खजुरी पफ हैन ओरिजिनल पफ गाइस नेपालको ओरिजिनल पफ चाहिँ यस्तो हुन्छ है खजुरी पफ त पछि आको बाबाले चाहिँ टेप चालेर ओ माय गॉड ओ ए यो भ्यू हो भाइ फुलको भ्यू हो भाइ फुलको भ्यू यस्तो छ है अगाडि पनि देखाइदे तर खजुरी हो र खजुरी त मेन पफ नेपालको पफ हो नि त खजुरी हैन यही हो के अनि अहिले निस्केको त्यो खजुरी हो बरु खजुरीको मैले के सबैले नेपालमा ओर्दो रहेछ के के हो त्यो रेनकोट मैले लिएर आएको मारी मैले यही ओर्ने रहेछ के ओ माय गॉड सजिलो होला फाल्नु कुन्टेला लैदियो हुन्छ एउटा स्कुल जानेले भङ्ग हुन्छ कि हुन्न तर साइज के खोला न नेपालमा रेनको लागि जान्थ्यो अरे स्कुलमा तिले मोटरसाइकल पानी पर्यो भने यही ओके ओके समीरले मगाउँदो रहेछ ए प्लास्टिक वाला यो चाहिँ रेनकोट रे त्यो ओपन गर्ने ठिकै छ हुन्छ होला हामी त अनि भङ्गो ए त्यही त नि अनि सुर्खेतको बडीले किनेर ए प्लास्टिक जस्तो रहेछ तर यही ठिकै छ लगाइ नेपालको रेनकोट रे यो चाहिँ भाइरल रे नि तिनटा किनिदिएको के मारी हामी पर्पल रङको रहेछ यो आरतीले के सोन पापडी पापडी ओहो एउटा त उसलाई दिदियो थ्यांक यू सोन पापडी हल्दीरामको रहेछ यो हो सातु सातु यो चाहिँ सातु सातु चाहिँ ठिकै लाग्छ जुसमा खान्छ दुईटा यो चाहिँ उ के फापरको पिठो ल्याएको फापरको पिठो कोसेली ब्रान्डको गाइस यति चाहिँ पिठोहरू यहाँ टन्ने आयो फापरको पिठो अनि यो चाहिँ खट्टे मामाको बेस्ट ए खट्टे खट्टे अनि यो चाहिँ अनर्दीको चिउरा धेरै ल्याएन यो पालि अनदीको खट्टे रे धेरै ल्याएन
यो चाहिँ मलाई कहिलेकाहीँ यसो हतार भएको बेला लसुन कि चनरले ल्याएको क्या पाउन त यहीँ पाउँछ त्यही पनि हेभी छ यो गरौँको छ अनि यो बिचारा सरिताले उहाँ सिङ्गापुरबाट ल्याइदिएको पहिल्यै भन्थे ल्याइदिएछ भनेर सर्ता दिदीले हेर हेरौँ त गाइस सर्ता दिदीले सिङ्गापुरदेखि ल्याउ दिनुभएको रे लैजानु माइजू यो पालि ओट भएको बेलामा भनेर यो ए यो त उ जस्तो छ है के रे त्यही नाङ्लो जस्तो रहेछ है अब कति ठुलो हो त यो त निकालिदेऊ न यो ल खै यो एउटा हेरिहालौँ ए यो अलिक ब्राइट टल्केको रहेछ है साइनी के सुबेस लाइन छ भन्छ अनि पछि सुबेस आयो भने सुबेस वेट हुन्न होला भनेर कत्रो ठुलो रहेछ है ए ल यस्तो भान्जीले अनि हुन्छ साइन छ है साइन थ्यांक यू अनि यसको चाहिँ साइन रहेछ सरता बाबुलाई ज्वाइँलाई सरतालाई धेरै धेरै धन्यवाद सामान यो एउटा यसरी राख्नलाई रहेछ क्या हो ठुलो के यो एउटा मात्रै ठुलो कसरी यो के हो ट्रे रे के त्यो वान चाहिँ ट्रे रे लास्ट मारी यस्तो सुटर कहाँ पाउँछ अहिले अन्त नि है यस्तो अन्त छ तिमीलाई अन्त ए कहाँ पाउँछ यो मा पनि पहिला ओ माय गॉड लिडल भन्ने पाउला हुन्थ्यो पहिला युकेमा किनेको मैले यो त मेड इन ग्रेट ब्रिटेन हो नि है अहिले त मेड इन इन्डिया मेड इन बङ्गलादेश हुन्छ नि सुबेसलाई दिदिए अनि यो लिएर आएँ मैले कस्तो यो हुन्छ हैन ओरिजिनल त कहाँ पाउनु यो मैले तिमीलाई यस्तो गाडी किन्नु भिन्टेज खालको रहेछ दुईटा त कुमार दिदीले लगाएर लगा भनिदिएछ ल कुमार दिदीले यसलाई त 3 पिस यस कहाँ परेछ यो त मेरो गुरुङ ड्रेस हो। बौद्धमा किनेको के निक्लिसक्यो नि के कपडा बौद्धमा किन्दैछु नि यसो निक्लिसक्यो अन्त सुरुमा 3 पिसको त्यो पनि राम्रो छ ए ल यो अलि ठुलो छ के हेर न राम्रो छ ओरिजिनल ढाका वाउ यो है पहिला किने अनि फेरि यो अहिले हुन्न होला भनेर फर्काउन मन लागेन के म अर्को पनि लैदिन्छु भनेर अनि अर्को पनि ल्याइदिएको यो त अलि पछि नै हुन्छ के तर सेम सेम हो यो चाहिँ फेरि नेपाली ढाका है नेपाली ढाका सेट दौरा सुरुवाल गुरुङ ड्रेस हो कि पार्टी फङ्सनमा रेडिमेड रेडिमेडै हो यो ये टोपी छ है यसको नाइस न खतरा भयो खतरा खुत्रीहरू सल है धेरै जस्तो यहाँ चाहिँ धुपबत्तीहरू छ है गनाउने खोलिदिउँ न त यो कतै फोर्थ ब्यागेज है यो चाहिँ यसको हो कतै कि 50 यो मैले उहाँ उसँग किनेको वाह यहाँ कति महँगो हुन्छ यहाँ मारी बोतल हैन सिङबाट हो कति भने नि एउटालाई जम्मा 20 रुपैयाँ के ए 200-300 गयो कति एउटा म यो हजुर उ त्यो घैटोमा हालिदेऊ त उ त्यो घैटोमा राम्रो हुन्छ अरे के घरमा मयुरहरू राख्यो भने नेपालमा त्यो नि हाम्रो न तिमीलाई यो थ्यांक यू टाउके दुध बनाउन सजिलो हुन्छ कि बिहान हैन हामी त्यही यो खोज्दै हिँडेको ल थ्यांक यू है बाबुलाई एकपल्ट ल्याएको हामीलाई मेरो त सजिलो हुँदैछ कि सजिलो नि मेरो त पातलो थियो कि ठुलो रहेछ क्या यो ठुलो हो नि यहाँ घरको भन्दा यो दुटै हो हैन यो ठुलो हो अलिकति यो ठुलो छ तर सेम उ हो क्या यहाँ पैसा नि लेख्यो होला 200 जम्मा कति हेर न यहाँ कति महँगो हुन्छ वाह सो क्यूट चिया बनाउन हुन्छ होला हैन चिया हजुरला यो 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 दिउरी नि ल्याइदिएछु तर यो म राख्छु तिमीलाई यहाँको दिन्छु के दुई रहेछ कि यो मलाई ल्याएको त्यो अर्को नि कुमार दिदीले तेलहरु गर्दा यो के रे पुरानो खालदेऊ के दाल त झन्झान्दा झन्डा जालहरु झन्दाखेरि हामीले त त्यो त्यो फलामकै हो नि त हैन यो त्यस्तो देखाइदिनु कुकुरलाई एउटा ए हामीलाई ल ल ओके ल छैन नि मैले त यो ढेँडोवालाले नि नेपालको भित्ते पात्र हाम्रो छैन नि अब यहाँको लागि लैजाऊ यहाँ स्टिलको कोतार छ होला जस्तो लाग्यो भाँडा ल के आयो गाइस अहिले त किन्न जति सानो हेर्नु स्टिलको आयो कुरा गनाउँछ भनेर मैले यहाँ हालेको के धुपबत्ती ए जति धुपबत्तीहरू वाउ सबै यहाँ हालेको धुपबत्तीहरू मेरो कपडा बास्ना आएको होइन ल यो चाहिँ सबै धुपै यो के हो फेभरेट धुप ए यो पूजा गर्नको लागि राधिका कुकुरको पार्सल हो यहाँ पूजा थाली है तिमीलाई एउटा मलाई ओ थ्यांक यू यो चाहिँ पूजा थाली ल्याइदिनु भयो पुपले मेरो पनि थिएन कि यो चाहिँ त्यही हो यस्तो खोपेवाला माझा पनि सजिलो हुन्छ कि यो दुईटा रहेछ मेरो सानो थियो कि थिएन कि कहिलेकाहीँ त लक्ष्मी पूजातिर अलिक धेरै मोल्नु पर्छ नि त ल ए
यो ल ग्लासको ओ यो चाहिँ यसकै नाम लेखेको हो क्या सानोमा है त्यही घरकै ल्याइदिएको सुवेशकै रहेछ यो चाहिँ है उसको मारी त्यही ल्याइदियो कि अनि सलिताले पछि पठाइदिउँला म 2टा भन्दै थिएँ यो थिएन कि यो कति राम्रो रहेछ है गरमको छ कि यो ग्लासको हो कि यो खोपे थाल चरसको थालमा पाउन खाने चरस के कहाँ चरस हो खोपे थाल खोपे थालमा खोपे थाल यो त चरसको थालमा हुन्छ। यो नि ल्याएको कि मैले ए बेल्नको लागि वाउ मोर कस्तो राम्रो रहेछ हेर न यो पनि है रोटी बेल्नको लागि न एउटा चिम्टा चाहिन्छ यो रोटी समात्ने चिम्टा भिन्नवटा अब है सजिलो हुन्छ भनेर क्या यस्तो पाउनु नि यहाँ मैले यही खोजेको थिएँ यसको पापडहरु पाउँदा मैले यो त्यति हालेर यहाँ हाल्दियो त यो टपरा नि लिएर आएको ओ माय गॉड कहिले काहीँ चाहिन्छ नि त टपरा चाहिँ टपरा आमामा यो चाहिँ टपरा रे नेपालमा नि सेटै बेच्नुहुन्छ क्या है यो चाहिँ ऊ हो दुना रे दुना टपरी जुना टपरा हो क्या यो बिउ हो क्या धनियाँहरू यसरी ल्याउँछ कि मैले धनियाँको बिउ चाहिँ जोतेर दामी दामी अरे पिताम्बर किन्यो ए पिताम्बर मेरो सकेको थियो यार कति पोगायो गाइज हेर्नु है पिताम्बर कोकलाई चाहिन्छ अरे। जोखेको यो पनि कति छ भाइ जोखेको भनेर या पिताम्बर भाडा टल गर्नुको लागि मेन त त्यही पूजाको भाडा टल गर्नुलाई हो यो पनि किनेको original। स्ट्यानली मारी। स्ट्यानलीकै कति सस्तो नि नेपालमा त्यही त महँगो पर्छ नि त स्ट्यान्डली त सस्तो के भन्छ नकिने यहाँ 4 पौन्डमा किनेको मैले उठ्यो तातो भइरहेछ मन तातो है ध्यान भएन पानी खान थाल्छ यो चाहिँ बाटेको दुध नेपालको स्ट्यान्डली है यो चाहिँ राम्रो हुन्छ अरे कि स्पेसल लेखेको स्पेसल हामी चाहिँ धुपबत्ती पनि भिन्दै झोलाम बनाएर ल्याउँछ खाना बनाउँछ धुपबत्तीहरू यो बाँडेर उसले अब टेक्निक चाहिँ लाग्यो है कि पक्का धुप्पा छाइराख्यो यहाँ गाइस गनाउँछ नि खानेकुरा अझ यता नमिसाउ अझै खानेकुरा सबै गनाउँछ हामीले तिमीलाई त्यहाँ separate ल्याइदिएन भने ढाँटेको क्या अघि क्या क्युट थ्यांक यू ढाँटेको नि दुईटा म ल्याएर होइन साँच्चै होइन होला नि औ ल ठिक्कको रहेछ है घर पनि ठिक हो त पूजा आजामा राख्दा ओ अब कति चाहिँ ठिक्क परेको रहेछ है राम्रो छ नि यो ओ माय गॉड गाइस त जोडी छैन नि बाबु जोडी छ नि बिजोडी नि कहाँ ल्याउने इ जोडी छ नि कहाँ छ तर जोडी कति राम्रो लाग्यो एकदम 500 रे ल्याइदिनु भयो उसको साह्रै ठुलो नि हुन्छ जोडी छ नि यहाँ छ नि बिजोडी त कहाँ जोडी ल्याउने चाहिँ जोडी म कम्ती डुलेको यसको लागि खुट्टा खङसाङ किनभने अब स्पेस अनुसारको ल्याउनु पर्यो नि त स्पेस अनि फेरि अब घरमा नि सामानहरू राखेको अलिक ठाउँहरू हुनु पर्यो वाउ थ्यांक यू ल कति राम्रो छ कति राम्रो छ है अझ फोल्डिङ वाला होला निकाल्नु मिल्ने फोल्डिङ हुन्छ कि माप्न सजिलो ए फोल्डिङ हुन्छ कि यो चाहिँ निकाल्न मिल्ने रहेछ है माझ्नुको लागि सजिलो गर्नलाई वाह नाइस कस्तो राम्रो रहेछ है दुईटा के राख्नु कसलाई भयमै राख्नु अन्त भुइँमा राख्छु यसो देखाएको के होला यो मेरो क्याम्पस लगेको थियो लाउँदैन यो हर्मोना नि भयो अरू त्यो भाइले किनेको हर्मोना किन के हुन्छ यो कुर्ती क्या मन परेको यो पनि सरकारलाई एकदम मन चाहिने पर्यो। कुरा हो यो है यो चाहिँ चाहिने यो कुरा राम्रो छ झन्। त्यो मैले पहिला किनिहालेँ है बाबा हामीले यहाँ बेड नपाएर कस्तो गाह्रो भएर कैची मम्मीलाई के राम्रो छ यो भइसक्यो होला यो बेडै खोज्नु पर्दैन क्या सजिलो छ यो कुर्ती ओरिजिनल यही त हो त अनि एउटा आफूलाई एउटा मलाई उति मै राख्छु तपाईँलाई एकपल्ट भयो हुन्छ कुटी अब कहाँ बेड खोजेर हामीलाई बेड फर्केर पहिला यो किने भने त झन् यो भेटाएको क्या राम्रो खाले यो त ठुलो छ क्या अलि अन्त हो त्यो कति क्युट रहेछ त्यो नि हिजोको पनि त बेच्न राखेको थियो त्यहाँ यो राम्रो हुन्छ होइन कोदालाहरू योहरू त्यो हाम्रो बत्ती होला नि भाउजूलाई ल्याइदिएर सेम जस्तो राखेको क्या? सेम किनेको क्या ठाडो के र? बत्ती बाल्ने धुपबत्ती बाल्ने के ए धुप हाल्नको लागि अझै धुप किन्न मन लाग्थ्यो मलाई त यो मान्छेमा हुँदैन अब म पठाइदिन्छु पछि सालीमारावाला भने कुमारीले खोजेको सालीमार काठमाडौँ घर यिनीहरू के हो यो कस्तो हो त्यो ऊ त्यो ल्याए ए यो होला
त्यही गरी मङ्गलीले बनाएको धुप बनाएर बेच्छ नि त मान्छेहरूले घरमै बनाएको घरमा बनाएको धुपहरूलाई चाहियो तपाईँलाई मन पर्यो भने पछि पठाइदिन्छु है भन्छु कि दिदीबहिनीहरूले बनाऊ त्यही हो यो यो घरमा चाहिँ घरमै बनाएको रे घरमा बनाएको यो ए बाटीको धुप है हाम्रो ओइ कुटी कि मलाई एउटा तिमीले एउटा लिम्बू मैले अर्को रङ पनि ल्याएको थिएँ है म कुन कुन रङ त्यही यहाँ हो नि अनि मैले ऊ त्यहाँको लागि पर्दा ल्याएको कि कति सस्तो हेर न त सानो साइज देखेछ नि त यो त साइज पक्का कार्डिगन ओरिजिनल गाइस यो चाहिँ मामाले ल्याएको रे भन्नु न पहिला जमानामा फर्स्ट छुट्टी सुनेछ फर्स्ट छुट्टी रे अब सुबेसरो नपाउँदै के हो रे नपाउँदै के हो हैन 2000 रहेछ नि त हो र भन्दैन के कपडा छामा न कपडा अन्त नि कपडा पनि कस्तो सफ्ट छ है यो पनि कलर मिठो रहेछ मेरो ब्लू कलर साडीहरु कतिवटा थियो कुमारी दिदीले यो एउटा पनि मलाई त्यस्तै खालको भनेर एउटा लगायो उले नि पहिलाको भिन्टेज स्टाइल त्यस्तै त हुन्छ है यहाँ डट डट हुन्छ नि पालहरु के मिठो रहेछ यो कलर त्यही त सबै धुपबत्ती हो ल अब चाहिँ हामी लगभग अलिअलि तपाईलाई बाल्थे कि यो पूजा एन्ड आइसक्नु लागिसक्यो फेरि यो रोज पहिलो पूजा पछि हो कि यो पूजा वाला पूजा बास्न त मिठो आछ सबै धुपबत्ती हो अझै थोरै भयो भने खोज्दै हिँड्ने कुडी है अझै खाद्नु भयो क्या हो त्यो त एक डब्बा हो यहाँ भित्र अझै खाँदै छ एक है डब्बा हो त्यो कुन होला है तपाईँ यो के के हुन्छ यो सधैँ सदाबार जाउने चाहिने के र के होला त सधैँ भार चाहिने यो ए थाहा भयो कपडा कपडा भाडा पुज्ने कुरा यो चाहिँ यहाँ चाहिँ सुतीको सुती त होइन त यो मलमलको कपडाले चाहिँ अब ड्राई गर्नको लागि ड्रायर के भाडा भाडा सुकाउन म यो किन्न है ए आमालाई सबै देखाइदियो हिँडेर म र ठुलो मम्मी अनि सर्ता दिदी हिँड्ने होला सरकारले धेरै मद्दत गरे त्यो पनि देऊ त ठुलो बुले गरे नि देखाइदियो गाइजी यो पनि खतरा अनि यो त पर ठुलो सानो रहेछ क्या यो मोटे रहेछ अलि यो खुल्ला रहेछ अलि यो चाहिँ अलिकति नयाँ है डिजाइन धुप राख्नको लागि सजिलो होला जस्तो लाग्छ के रे तर त्यही त अस्ति त्यो साउथ होलबाट किनेको भने त चलाएको थियो नि हामीले होइन अब सुकुटी घिउ कति बोतल छ एक बोतल ठुलामाले एक बोतल फुलुले 2 बोतल कुमारीले 5 बोतल हो कि कति बोतल छ घिउ यो त हाफ मात्रै हो रे हाफ चाहिँ अझै डिएचएल मा आउन बाँकी छ गाइस किनभने सुकुटी कुखुराको सुकुटी के हप्ता भित्र आउँछ अनि कोदोको पिठो अनि के हो त्यो तपाईहरु उड्नु भन्दा पहिले पोस्ट एक दिन हैन 3 दिन अगाडि त्यो चाहिँ सबै डिएचएल बा बुधबार गरे नि बुधबार गर्यो बुधबार बिहीबार फ्राइडे सम्म आउँछ हामी शनि 4 दिन अगाडि गरेको मेरो चाहिँ यो राख्नलाई किचनमा राख्नलाई सिंका गाडेर के मिलाएर राखेर 3 दिन भित्रमा फिनिसिङ चाहिँ अब के भने एकदम धेरै धेरै धन्यवाद थ्यांक यू सो मच फुफू मामा सुगन्ध है त्यहाँको लागि यहाँ सबै देखाइदिनु नेपालको लागि नेपालबाट सस्तै हुने रहेछ के नेपालमा त यो पर्दा सिलाएर मोटे पर्दा भित्रको सबैलाई थ्यांक यू भन ए अन्त नेपालबाट आउनु भएको सबै के भन्छ फ्यामिलीहरुलाई थ्यांक यू सो मच यति धेरै सामानहरु गिफ्टहरु पनि आयो नि त कति धेरै थ्यांक यू यो दाल भयो कुमार दिदीले बनाइदिएको कुमार दिदीहरुलाई अझै छ गुन्द्रुक सुन्द्रुक के अब खोलेर पो देखाउन मिलेन यहाँ सबै चाहिँ यो सबै लास्ट देखाइदियो अब पहाडै भएको छ यहाँ दोकान अब मिलाउने समय लाग्छ कपडाहरु यहाँ राख्ने तिमीहरुको छुट्टाउ पाए भन्दिन न त है ल यतिकैमा है त बाइ